यो चाहिँ कोलपुर कलेज अफ होटल म्यानेजमेन्टको लोकेसन भिडियो। तपाईँहरू चाहिँ साधु चोक पनि पुग्नु पर्दैन। तपाईँहरू 11-12 पास गरेर घरमै बसिरहनु भएको छ, केही सिप सिक्न मन छ भने चाहिँ कृपया हामीलाई सम्झिन सक्नुहुन्छ। हाम्रोमा चाहिँ होटल म्यानेजमेन्ट, बारिस्टा, बारटेन्डर, सुचीको लागि चाहिँ सिप सिकाइन्छ। योभन्दा अरू पनि सिप सिकाइन्छ। सो सबैजनालाई कन्ट्याक्ट गरेर आउनु होला। घरमा बस्नुभन्दा केही सिप सिकेर आउटकन्ट्री जाँदा तपाईँहरूलाई नै राम्रो हुन्छ। नहीं 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 सारुण के यहाँ कुछ तो गड़बड़ है, जरूर कोई ना कोई गड़बड़। यहाँ चाहिँ गेम स्टार्ट भइसकेको छ। अहिले बारिस्टा भर्सेस डिप्लोमा दुवैजनाको गेम बराबरी र राम्रो भइरहेको छ। अहिले चाहिँ हेर्दै जाऊँ के कस्तो हुन्छ। सबैजना के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला है। यहाँ बल अगाडि लाग्दै खेलाउँदै क्यारी, डिफेन्डले अगाडि लाग्दै डिफेन्डरसँग बल खस्दै अगाडि लिँदै पास दिएर टक्क गोल। गोल केटा कतिको फिल भइरहेको छ? एकदम रमाइलो छ। रमाइलो ल केटा चाहिँ गेमको रमाइलो लिँदै पानी खाँदै। अहिले कम पानी खाम है गेम खेल्दाखेरि। कति भयो स्कोर? कति भयो? 4 कि 5? 5 उता कति हो? ल यता 5 भएको छ भने उता 2। करसिङ राम्रो करसिङ, तर आउट हान्नु भएको छ। रोमाञ्चक अनि रमाइलो भइरहेको छ गेम चाहिँ अहिले। सायद ब्रेक टाइम भयो जस्तो छ। भित्र र केटाहरूको हालखबर सोध्छु म। सो यहाँ चाहिँ गेम चालु भइरहेको छ आज चाहिँ फुटसल गेम। कोलपुर कलेज होटल म्यानेजमेन्ट, कोलपुर 11 सादा चोक बाँकेबाट यहाँ गेम खेल्न आउनुभएको छ सबैजना स्टुडेन्ट है। आज चाहिँ टिचर डे भएर चाहिँ सबैजना आउनुभएको छ। सबैलाई देखाउँदै र यता चाहिँ किपर बसिरहनु भएको छ साथी चाहिँ। र राम्रो सेप, बल पासिङ, फेरि आउट गएको छ। गोल भएको छ। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। सबैजनाले गेमको इन्जोय गर्दै हुन्छ अहिले चाहिँ। राम्रो क्यारी खेलाउँदै पासहरूसँग आउट गएको छ। हेलो हेलो हेलो, आज हामी यहाँ फुटसल गेम खेलाइरहेका छौँ। रमाइलो भइरहेछ। डिप्लोमा भर्सेस उमेर 5 को दिल 5 को ला हेर्नुहोस् न। कसैलाई केही भन्नु छ? ल अहिले चाहिँ कर्नल भएको छ। कर्नल हान्दै गोल भएको छ। ल रगर राजा कस्तो हो? कति मजा आयो भन न। एकदम। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। समातेर बोल। अच्छा हमको सिखा रिया है। कति मजा आयो भन न। अनुभव लाज लाज भन्नु रहेछ। ल फेरि प्रयास बाङ्गो भएको छ। ल मिठो पास, क्रसिङ, अलिकति मिस्टेक। हामी नेवाल जस्तो मिस्टेक है थोरै। हामी चाहिँ जाली बाहिरबाट चाहिँ रेकर्ड गर्दैछौँ।
सबैजना स्टुडेन्टहरू यता बसेर मोबाइल चलाउँदै गेमको मनोरञ्जन लिँदै यता पनि सबैजना बसेर यता प्र्याक्टिस हुँदैछ नेक्स्ट गेमको लागि यता सर हुन्छ सबैजनाले चाहिँ गेमको मनोरञ्जन लिँदै हुन्छ कौन है ये लोग कहाँ से आते हैं रमाइलो गर्दै डिप्लो भर्सेस बारिस्टा होइन डिप्लो भर्सेस बारिस्टाको गेम भइरहेको छ अहिले सर आउनुभयो त अहिले त ल अब सर पूर्ण रूपमा सर छिरिसक्नु भएको छ सर छिर्ने बित्तिकै एक गोल खानुभएको छ फेरि सर छिर्ने बित्तिकै एक गोल भएको छ गुरु में संसार समाया उनका है आशीष पाया प्रभु ने खुद से भी ऊंचा गुरु का है स्थान बताया ये गुरुवर तो परेको कारणले हाम्रो मिलन मल्ल गोल हान्न तयारी छन् यसै गरी हाम्रो बल चाहिँ पिटरले राम्रो पास गर्दै नवीन 4-3 को स्कोर भएको छ यता क्यारी खेलाउँदै फेरि कोचसम्म लग्दै कोचसम्म स्कोर हुन्छ कि नै हामी हेरिरहेछौँ अरे तर आउट हानिसकेका छन् यिनी बाख्राको बलात्कारी मान्छेले पास राम्रो दिएको छन् छिच्चु राखेर हान न नाइस नाइस ल मेन अफ द म्याच चाहिँ यिनलाई दिनुपर्छ आउट हान्नेमा चाहिँ प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ तपाईँले यहाँ हाम्रो गेम सञ्चालन भइरहेको छ 3 गोल भएको छ अहिले 3 स्कोर यहाँ चाहिँ अगाडि लग्दै प्लेयरले चाहिँ खुट्टामा चोट लागेको छ हेर्न सक्नुहुन्छ ओए स्किल चाहिँ दामी हो तर क्यारी खेलाउँदै एम्बापेको भाइ हुन्छ आउट हान्नु पनि उनले चाहिँ बल अगाडि लिएको छन् नेमार जुनियर जसरी ओए राम्रो 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 ड्रिब्लिङ तर पास चाहिँ राम्रो थियो तर उनले त्यसलाई सदुपयोग गर्न सकेनन् ल आउट सुट आउट हुँदैछ ए आउट भएको छ गेमको रमाइलो गर्दा सबैजना सब घरमै लुत परेछ है